नमस्कार। आज म कवि शिरोमणि लेखनाथ पौडेलद्वारा विरचित कालमैमा वाचन गर्न गइरहेको छु, जुन शार्दूल बेग्रे छन्दमा छ। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो। खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो। राजा रङ्क सबै समान उसमा वैषम्य गर्दैन त्यो। आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो। लाखौं औषध शस्त्रास्त्रमैमा देखेर डरदैन त्यो। व्याधा तुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो। आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो। सुक्खा जर्जर अस्ति पन्जर बिना सैया बनाउन्न त्यो। मैलो भस्म शिवाय अङ्गभरमा केही लगाउन्न त्यो। हाहाकार सरी मिठो अरू कुनै सङ्गीत गाउन्न त्यो। जो मिल्छ सुलुक्क हाल्छ मुखमा हाली चपाउन्न त्यो। थाल्यो चम्म सबै चपाउन भने आहार पाउन्न त्यो। जति निल्छ उति उकेल्दछ पनि केही पचाउन्न त्यो। यही चालासित कल्प कल्प भरमा खाइ अगाउन्न त्यो। यही चालासित कल्प कल्प भरमा खाइ अगाउन्न त्यो। हस्त, धन्यवाद।